स्वीकार गर्नु सिक्नुपर्छ अर्जेन्टिनाहरू अनि यो अर्जेन्टिनाको फ्यान्सहरू। किनकि यो अब अर्जेन्टिनाको रिप्लेसमा चाहिँ अब रोनाल्डो या पोर्तुगलको टिम भएको यस्तो हुँदैन थियो होला। जुनै पनि जितेर पनि स्पेनले जित्यो एकै दलले जित्यो मेरो ध्यानमा या मैले थाहा पाएको हिसाबमा होइन। तर अर्जेन्टिनाले जितेछ नि त, एउटा हार त कमसेकम गर्नुपर्छ नि त होइन। तर के गर्नु खोजेको अब यहाँनिर तल भेटेँ हेर्नुहोस् अनि प्रतिक्रिया अनि कमेन्ट गर्नुहोस् होला है। रुन्चे भन्छ यसलाई चाहिँ गाउँले भाषा चाहिँ। म त गाउँतिर मात्रै यस्तो हुन्छ भनेर सोचेको, यो त वर्ल्ड कप वर्ल्ड लेभलमा पनि यस्तो हुँदो रहेछ। अब यहाँ हेर्नु सक्नुहुन्छ एभिडेन्स, अब एभिडेन्स भनौँ या सबले छुट्याउन अगाडि पुगिरहेको छ हो। रुन्चेहरू जे होस् अब जे होस् होइन, एउटा रियल हिरो सुपर हिरो भनेको चाहिँ अब रोनाल्डो नै हो। रोनाल्डोले नै इज्जत थामिदिइरहेकै छ वर्ल्ड लेभलमा होइन। यो बिसी मन पर्दैन मलाई। र के कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होला, राम्रो नराम्रो है।